नमस्ते। मेरो युट्युब च्यानल सब्स्क्राइब गरिदिनुहुनेछ भन्ने ठुलो अपेक्षा सहित केही कविताहरू पोस्ट गरिरहेको छु। गाउँ पुगेपछि गाउँमा कोही छैन भन्दा हुन्छ। अझै यति भन्दा हुन्छ कि मलामीको पनि अभाव छ गाउँमा। बिचरा बुढा बा आमाहरू, बच्चा बच्चीहरू र केही महिलाहरू हुनुहुन्छ। तर पनि शून्य छ गाउँ। त्यही सन्दर्भमा एउटा कविता लेखेको छु। कविताको शीर्षक छ यताको खबर यस्तै छ। गाउँमा गुच्चा खेलिदिने साना बच्चाहरू, टाला टुली बटुली खेलिदिने साना नानीहरू नदेखेपछि गाउँमा बुढी आमाका मनहरू विरक्त भएका छन्। बिचरो एक्लै एक्लै गुनगुन गुनगुन गरिरहन्छ न्याउली चरी, कोही नभएको अनकन्टार खोलाहरूमा। पहाडी पाखामा काफल पाक्यो भनेर चरीले बारम्बार भन्दा पनि कोही आउँदैनन् काफल खान। अनि जोड जोडले चिच्याउँछ काफल पाक्यो र पनि कोही आउँदैनन्। तर पर्खिरहेका छन् काफलका बोटहरू लटरम्म पाकेर। चिसो हिउँदमा मुढा तापेर बुढाका कुरा सुन्ने कोही नभएपछि अघेनुको छेउमा बसेर भैँसीको बाक्लो दुधमा रोटी चोप्दै मिठो मानेर खाइदिने कलिला ओठहरू नभएपछि अचेल काइला बार काइलियामा झन विरक्त भएका छन्। गाउँका बाँझा खेतहरू, पाखा बारीहरू अनि खुइलिँदै गएको घरको भित्ताको रङ देखेर अमिलो भएको मन झन खाडीतिर हराइरहेको छोराको धमिलो अनुहार सम्झिएर लैनो भैँसीको सानो पाड हेर्दै बैरागिएका छन् उतापट्टिका ठुला बा पनि। पल्ला घरे साइलोको हलोसँग जुवा नजोडिएको वर्षौं भयो। हलो, जुवा, कोदालो ओटी भङको दलेनमा कोचेको छ। मोही पार्ने नेती, ठेकी, मदानी, डोको, डालो, ठुङ्गेलो कौशीमा यतै छोडेर नयाँ जिन्दगीको रहर खोज्न सहर हिँडेपछि पल्ला घरे साइलोको घरमा छाएको शून्यता र सन्नाटामा मलिन भएका हजुरबा पनि बैरागिएको धेरै भयो। र पनि कोही फर्किँदैनन् गाउँ सम्झेर, कोही आउँदैनन् बा आमा सम्झेर, कोही आउँदैनन् बुढा हजुरबा सम्झेर।